लभ इज ब्लाइन्ड भने जस्तो यति मायामा बसेर आउँछ नि त ग्रेट सेल्युट के त्यो चाहिँ शत्रु भनेको हाम्रो मित्र हो माया गर्ने मान्छे हो भन्छु कि म नानी हो म खराब मान्छे हो म असल हुन खोजिरहेको छु अर्काको आस भक्कै बास आफै बनाई भैले आफै बन बन्दुक तेर्साएर जाने राणा शासन जस्तो के Namaste everyone, a very warm welcome to this schedule, and I am Manu, your host. So on this show, we talk to different people about their daily life and life philosophy as well. So आजको हाम्रो स्केड्युलमा हामीसँग हुनुहुन्छ नेपाली फिल्म इन्डस्ट्रीमा दशकौँदेखि आफ्नो क्षेत्रबाट चाहिँ एक क्षेत्र राज बनाइसक्नु भएको व्यक्तित्व उहाँ हुनुहुन्छ फाइट डिरेक्टर प्रोड्युसर एन्ड एक्टर र यति भनिसकेपछि यहाँहरूले पक्कै पनि गेस्ट गरिसक्नु भएको छ आजको हाम्रो गेस्ट को हुनुहुन्छ भनेर र आजको हाम्रो गेस्ट राजेन्द्र खडी हुनुहुन्छ सो माई डियर अडियन्स फर नाउ लेट्स वेलकम हिम सो स्वागत छ सर हजुरलाई सोमा एकदम थ्याङ्क यू र सम्पूर्ण हाम्रो 3 करोड नेपाली परिवार भन्छ कि नानी हजुर सबैलाई आज बुद्ध पूर्णिमाको दिनमा चाहिँ नमस्कार बुद्धको उपदेश लागोस् यो देशमा चाहिँ विसङ्गतिलाई सङ्गति राम्रो बनाइदिउन् होइन मरि लानु केही छैन सबैसँग माया बाँडौँ हजुर हजुरलाई पनि बुद्ध जयन्तीको उपलक्ष्यमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु ओके मेरो बहिनी आज मजदुर दिवस पनि रहेछ हो हो हजुर म त मजदुर हो किनभने हामी चाहिँ म 500बाट चलचित्र गरेर 501 मा जाँदाखेरि पनि म त्यति नै काम गरिराख्नु पर्ने कि हाम्रो कामै खोला घाम पानी डे नाइट गर्छौँ कि हामी फिल्म लाइनमा क्या मजदुर त हामी मजदुरै हो नि होइन सेल्युट छ सबै मजदुरकोहरूलाई चाहिँ सुस्वास्थ्य होस् अझ पैसा कमी भयो भने हौसला बढाइराख्नु बालबच्चालाई राम्रो गर्नु त्यही भन्छु सर अब हामी द सेड्युलमा छौँ त्यसैले चाहिँ हजुरको चाहिँ दैनिक बहिनीको सेड्युलमै आएको छु नि त म हजुर एकदमै सेड्युलमा आउनुभएको छ सेड्युल भन्दा अगाडि हिजो कुरा गरेको थियो होइन हिजो कुरा गरे आज आयो होइन म यसो के म मेरो एउटा माइन्डमा के सेटअप हुन्छ नि म मेरो आमाको कोखबाट जन्मेँ आमाले चाहिँ ललाइ फलाइ गरेर चाहिँ होइन जे माया म गरेर हुर्कायो दिदीले हुर्कायो भने म लेडिजहरूलाई अलिक पर्फर्म गर्छु कि लेडिज बिना चाहिँ हाम्रो जीवन अधुरो छ कि नानी त्यसरी म धेरै जस्तो प्रायः बहिनीहरूलाई चाहिँ इन्टरभ्यू दिन्छु म दाइ यसो कहिले अहिले आउँ भनिदिन्छु म हिजो अलि म बिजी थिएँ फ्यामिलीसँग होइन त्यो भएर म भोलि गरौँ न भनेको थियो ओके लेट्स स्टार्ट मैले धेरै पटक सुनेको छु हजुरको इन्टरभ्यूमा पनि हजुर छोरी मान्छेहरूलाई चाहिँ एकदमै धेरै रेस्पेक्ट गर्छु म भन्नुहुन्थ्यो कि हो त सुनेको छु धेरै होइन हो किनभने मेरो जीवनसँगै नै चाहिँ छोरी हो होइन उसले होल लाइफ आफ्नो आमा बाउले कति पुलपुलाएर छोडेर चाहिँ सङ्घर्षको जीवन आएको हो नि त अन्जान के युवकसँग माया बस्यो होइन खान नपाई पाउँछ पनि हेर्दैन हो यसले मलाई भविष्यमा राम्रो गर्छ पनि हेर्दैन होइन लभ इज ब्लाइन्ड भने जस्तो यति मायामा बसेर आउँछ नि त ग्रेट सेल्युट के त्यो चाहिँ होइन अब अहिलेको जेनेरेसनलाई चाहिँ म के भन्छु भने मेल या फिमेल के दुइटै यङ्गर्सहरूलाई के भन्छु जेन्जीहरूलाई दुईजनाको परिवारसँग एक आपससँग बुझ्नु भन्छु कि म नानी उसको लिभिङ स्ट्यान्डर्ड कस्तो छ आफ्नो कस्तो छ होइन धनी गरी नहेर्नु दुईजनामा एउटा म्युचुअल अन्डरस्ट्यान्डिङ बनाउनु हो हामी लङ जर्नी गर्न सकोस् है सर्ट होइन यो डिभोर्स गर्ने चाहिँ नहोस् यो चाहिँ आमा पनि बहिनीले पनि पहिला के हुन्थ्यो भने हेर्न गयो माघी बिहा हुन्थ्यो होइन लभ म्यारेजमा फ्यामिली हेर्थेन लभ गऱ्यो कहाँ भेट्ने भन्छ यो होइन कुनै त 2-3 लभमै त्यो होइन डेटिङमै लगिसकेको हुन्छ अनि कति हन्डर खाने पनि छ कि केटाको भाव नबुझेर अनि केटाले केटीको भाव नबुझेर पनि बिग्रेको छ धेरै होइन मैले पनि 100 फोकेर यो अनुभव के पाएको अनुभव जस्तो भइसक्यो लभमा पनि म चाहिँ बुझ्नु भन्छु कि फ्यामिली प्यारेन्ट्सहरूलाई पनि बुझ्नु भन्छु होइन लभ चाहिँ गर्नै पर्छ लेडिज बिना पुरुषको अधुरै छ नानी आज मलाई चाहिँ मेरो बच्चा दिइदियो मेरो नाति दिइदियो बिकज मैले दिएको होइन नि त मेरो बुढीले गर्दाखेरि पाएको हो नि त त्यो नातिसँग म एकदम रमाउँछु मलाई इन्करेज गर्छ मलाई इनर्जी दिन्छ मेरो नातिहरूले द्याट्स अ गेम होइन लेडिज के लेडिज सेल्युट
एनी क्वेसन अब अर्को क्वेसन धेरै छ भन्नु फटाफट दिने एकदम सर्ट दिन्छ म कहिले बगिन्छु दाइ मलाई हाम्रो बेन्जो बहिनीले के फ्यामिली सो छ नि उहाँको मैले म बगेँ कि अर्थमा गएको दाइ म यो राख्दिनँ म काटिदिन्छु भने कि मैले रोकिदिइहालेँ त्यो भन्नु है म बगेँ भने दाइ यो त धेरै नराखौँ काट्छु म भने एडिट त भइहाल्छ नि त हो ओके जस्तै अब फ्यामिली ब्याकग्राउन्डको फ्यामिलीको कुरा अनि हजुरको पर्सनल लाइफको कुरा हामी अहिले अन्त्यमा पनि गर्छौँ बिचबिचतिर पनि अहिलेको लागि सुरुमा अब सुरुमा चाहिँ हजुरको जस्तो कि दैनिकीबाट हामी सुरुवात गर्छौँ हजुरको दैनिकी चाहिँ कसरी सुरुवात हुन्छ म त छिटो सुत्छु नानी 7 बजे गयो 7 बजे घरमा छु 6 बजे पनि सुतिन्छु अनि 12-1 बजे सामाजिक सञ्जालहरू चाहिँ आगो तार्छ यस्तो राम्रो दिए यस्तो भङ्गाल भयो भनेर अनि म त टिकटकमा राख्छु टिकटकले चाहिँ इन्क्रेबल गरेर मलाई चाहिँ आउट गर्न खोज्यो भने किन माफियाहरू त छ नि टिकटकमा पनि एकदमै एकदमै म फेसबुक र इन्स्टाग्राम र चाहिँ रिल्समा हालिहाल्छु कहाँबाट छेक्ने छेक्न सक्दैन नि त सत्य कुरालाई कसले छेक्न सक्दैन कि म के भन्छु भने मैले चाहिँ अहिले बालनलाई राम्रो काममा तारिफ पनि गरिरहेको हुन्छ नराम्रो कुरामा मैले गाली दिइरहेको हुन्छ कि होइन सुन्न सक्ने बानी बसाल्नु पर्छ कि देश हाँक्न थालेपछि 3 करोडलाई हाँकेको हो नि त घर हाँकेको होइन नि त होइन खबरदारी त हुनु पर्यो होइन त्यो सुन्ने बानी सक्यो भने म कसरी प्रिन्सिपलमा हिँड्छु भने लेसन टु मी मिस्टर पिएम बालेन शत्रु भनेको हाम्रो मित्र हो माया गर्ने मान्छे हो भन्छु कि म नानी हो उसले हाम्रो गलत भएको चिजहरू पोखिरहेको हुन्छ कि तिमीले यो रङ गर्यो भनेर उसलाई मायाले आक्रोश छोपिरहेको हुन्छ कि त्यसबाट सिक्ने हो भन्छु कि म चाहिँ नानी मेरो थट हो मेरो चाहिँ यो सोचाइ हो मेरो म रङ हुन सक्ला अनि म शत्रुलाई के भन्छु भने त्यसको पनि परिवार छ हो त्यसले फटाइ गरेर होस् कि जेसी गरेर होस् कि आज प्रलोभनमा परेर होस् कि बालबच्चालाई पढाएको छ बुढीलाई खुवाएको छ आमाबाउ हेरेको छ होइन मजबुरी छ समय परिस्थितिले खराब बनाएको हो अरू त केही होइन मेरो भाइहरू बहिनीहरू जुनमा जेमा लाए पनि म पनि त्यस्तै भएको थिएँ म सुध्रेँ म जस्तो ज्याद्रो मान्छे आगोमा जिउमा आगो लगाउने मान्छे पाहाडबाट हाम फाल्ने मान्छे भेलमा जाने मान्छे बममा पड्किन अगाडि बस्ने मान्छे होइन यस्तो ज्याद्रो मान्छे त म टर्न भयो किन भन्दा मैले पूर्व मेचदेखि पछि महाकालीसम्म उत्तर र दक्षिणमा यो चलचित्रले मलाई जाने अवसर पाएर मैले जनजीवन हेर्छु कि म त्यहाँ गएपछि र सम्पूर्ण दर्शकलाई पनि धन्यवाद भन्छु म ताकि हामीलाई शिवदाई भुवनदाई राई समाल सुनिल थापा है भन्दा बित्नुभयो इन्टायर पहिलाका हाम्रो अग्रजहरू हामीलाई चाहिँ र अहिलेका युवाहरूलाई चाहिँ यहाँसम्म पुर्याइदियो कि मुरी धन्यवाद फेरि पनि अनि त्यही मैले के देखेको छु भने हामीले चलचित्रमा पनि 3 करोडलाई पस्किने कि पहिलाको फिल्महरू तिमी सानो हुँदाखेरि सामाजिक चलचित्र हुन्थ्यो कि सोसियल मुभी हुन्थ्यो हो लभ यो धनी गरिब रिस राग माया प्रेमका कुराहरू हुन्थ्यो कि हामीले त्यो बेला पोख्थ्यो हामीले यस्तो अहिलेको रेभोल्युसन पनि फिल्म धेरै बनाएको छ नानी आर्मी ग्रेट भनेर पनि बनाएको छ हामीले होइन त्यो गरेछु मैले काम गर्ने अवसर पाएको छ त्यो चिजलाई अहिले चाहिँ मैले भोगेको कुराहरूलाई पस्किन्छु कि नानी 1 दिनको चोला हो यो डे नाइट 2 दिनको चोला भन्छ कि 1 दिन होस् हुन्छ सुतेपछि भोलि उठ्ने ग्यारेन्टी हुँदैन मर्छ होइन बिउजिने फेरि दिन देख्छ नबिउजिने गयो चिर निन्द्रा भन्छ त्यसलाई भनेपछि 2 दिनको जिन्दगीमा जसरी आएको त्यसरी खरानी जलिरहेको त देखिरहेछ आर्यघाटमा होइन बलको घमण्ड गर्छ बिरामी भयो कि त हस्पिटलमा देखिरहेछ होइन त्यहाँ मैले चाहिँ आउँछ मान्छेमा बल रिस राग आउँछ त्यो त्याग्न सकौँ भन्छु कि म चाहिँ म बिस्तारै त्याग्दैछु कि नानी म बुद्ध मार्गीमा हिँड्छु कि बुद्ध भगवान्ले त्यत्रो त्याग्यो होइन बुद्ध भगवान्ले नभनेको चिज चाहिँ मैले फलो गरेको छु कि उहाँको 8वटा 9वटा मैले बनाएको छु कि बुद्ध भगवान्ले के भन्यो भने तिमीहरू चाहिँ 8 घन्टा काम गरेर चाहिँ खा है भनेन कि सब उपदेश दियो कचौरा लियो दिएन होइन भिक्षा लिएर खाने बानी गरियो कि भने चाहिँ त्यो चाहिँ मैले चाहिँ म कर्म गर्ने मान्छे आज श्रम दिवस पनि होइन आज हो त्यो भगवान्ले चाहिँ मैले के भन्छ श्रम गर्ने भनेर कि बुद्ध भगवान्को छुट्छ त्यो उहाँ पनि त भगवान् होइन नि त हामी जस्तो मनुष्य हुने एउटा राम्रो बाटो म त एकदम अहिले पनि बुद्ध भगवान्को छ यहाँ म प्रोग्राममा गएको फेरि जान्दैछु एनिवे एउटा माइन्डमा के सेटअप गर्नुपर्छ भने
नानीलाई चोट पऱ्यो भने मैले महसुस गर्नु पऱ्यो, मलाई चोट पऱ्यो भने नानीले महसुस गर्यो भने त्यो दिन मानव हुन्छ कि हामी, नत्र दानव हुन्छ कि हामी, होइन नि। मेरो कुरा आउँछ नकाट अब अर्को सुरु गरौँ यो दिस इज द सेड्युल है। के मुना होइन मनु मनु भनेको त मानिस हो नि त फेरि होइन। दिस इज द सेड्युल पोडकास्ट अफ द मनु। मनु भनेको मानव हो। नाम राम्रो हालेछ आमाबाउले, धन्यवाद। ओके, अब नेक्स्ट क्वेसन्स। हजुरलाई पनि धन्यवाद मेरो नामको प्रचार गरिदिनु भएको। एकदम यो त यसो नि हामी परिवार हो त नानी होइन, कोखापा अलग भयो त, नेपाली हो नि त हामी एकदम होइन। म गम्भीर भयो हजुरको कुरा सुनेर। म खराब मान्छे हो, म असल हुन खोजिरहेको छु होइन। म कस्तो खराब भन्दाखेरि कालोलाई कालो छिटोलाई छिटो भन्ने मान्छे खराब हो कि म। त्यो खराब होइन नि सर। मलाई खराबै भन्छ। मलाई मैले कहिले कहिले स्ल्याङ वर्ड बोल्छु। लेडिजहरू पनि बोल्दैन, जेन्ट्सहरूले त्यस्तै खोज्छ होइन। कहिले आवेशमा बोलिने चिज हो, कसैले रहरले गाली दिँदैन कि नानी। आवेशले भन्दा भन्दा मानेन भने आवेशले हाम्रो आमाले सिकाएको त्यो चाहिँ बुवाले सिकाएको हो होइन। प्यासन आमाले सिकाएको हो, कर्म गर्ने बाउले सिकाएको भन्छु कि म। अनि तिमी कर्म गरेर आफूलाई जसले बाटोमा ल्याएको हो कहिले नबिर्सी। सक्छ भने 2 साख खुवाऊ होइन 1 साख खुवाऊ। आङ ढाक्ने सकेन आफूलाई सहयोग गर्न भने आङ ढाक्ने लुगा किनिदियो, तिमीलाई खोलेर दियो भन्छ। म त खोलेर दिने खालको मान्छे फेरि नानी। यस्तो पो छ त मेरो त नेचर। किन भन्दाखेरि मेरो आमा बाउले नै सोसियल वर्क गरेर गयो कि बुढाहरू गएपछि बुढाबुढी हेटौँडामा हाम्रो कास्टहरूलाई होल्ड गरेर आज एउटा स्ट्याब्लिस गरेर कि धेरै त छैन होला 4-5 हजार होला हाम्रो खड्कीहरू। के भन्छ बेगुनलाई गुन्ने ढाले जाऊ है, आफ्नो काममा फडाइँदै नगर भन्छ कि मेरो बाउले। त्यो वेमा हिँडेको छु। लुगै खोलेर दिने गुनी भएको भएर चाहिँ शरीरभरि ट्याटु पनि हान्नु भएको छ। म त अहिले मेरो बिहानको पोडकास्ट हेऱ्यो भने म लुगा लाउँदैन नानी। किन भन्दाखेरि त्यसको रिजन छ कि यो पनि एउटा रेभोल्युसनै हो कि हामी नाङ्गो हुन लागिसक्यो है भनेको खोजेको कि मैले चाहिँ। धन्न भोलि लुगा लाउनु पार्ने म त टाटो हिँड्दै हेर्छ नि अलिकति फिल्म लाइनको ग्लेमरमा। त्यो ट्याटो बनाउन आयो नि त दाइ भन्ला नि त। अब पछि बुढो भएपछि बाजे आयो नि ट्याटो बनाउनु भन्ला नि त होइन। आङ पनि ढाक्नु सक्ला जस्तो लागेन मलाई यो तालले चाहिँ। त्यही भएर म डेली बिहानको मेरो बिहान नभनौँ 11 बजे पनि म उठेर दिइहाल्छु, 12 बजे पनि दिन्छु, 1 बजे पनि दिन्छु, 3 बजे पनि दिन्छु। जुन बेला मलाई चाहिँ फोरिन्छ भावना पोख्छु। किनभने बुढापाकाको उखानहरू पढेर आएको मान्छे म, सुनेर आएको मान्छे म होइन। ठक्कर नखाइकन बन्दैन कि नभइकन बन्दैन त्यस्तो उखानहरू कि। त्यही हो हाम्रो लागि मार्गदर्शक भन्छ कि। म पनि राख्न खोजिरहेको छु। लेट्स सी, राम्रै होप गरौँ, बी पोजिटिभ। नेगेटिभ छ भने अलि हटाइदिउँ, त्यही भन्छु म नानी। म चाहिँ झोर मान्छे त यस्तो टर्निङ हुनसक्छ भने असल मान्छे त झन् राम्रो हुन्छ नि त। म पित्तललाई चाहिँ सुनको जलब लाउनु खोजिरहेको छु भने अझ सुनै मान्छे त झन् जलबै लाउनु परेन नि त नानी होइन। सुनलाई कसी लाउनु परेन भन्छ नि त होइन। म जस्तो टर्न हुनसक्छ भने असल मान्छे कति टर्न हुन्छ, राम्रो सोचोस् भने कि 3 करोडलाई सोचोस्, स्वास्थ्य रोजगार सोचोस्, 2 साख खाने सोचोस् हो, घाँस बाँस कपास सोचोस्, यही भन्छु कि म। कति राम्रो सोच। यति राम्रो सोच भएको मान्छेले किन आफूलाई त्यसरी डिफाइन गर्नुभयो म राम्रो छैन भनेर? होइन, वान डे लाइफ हो हाम्रो। यो 100 वर्ष मेरो साथ 2 जना मरिसक्यो। सुनिल थापा मऱ्यो, 3 बजे उठेको थियो, 6 बजे गयो। अशोक रोगा बेलुका भोज खाएर मऱ्यो। मेरो रामलाल भन्ने साथीलाई मैले गाली गरिरहेको थिएँ, म हेटौँडा सुटिङ हुँदाखेरि 2 महिना अगाडि समेट्न आयो, मऱ्यो। सुत्दा मऱ्यो होइन। लाइफ केही पनि छैन क्या नानी। त्यही भए पनि यो रिस राग कहाँबाट आउँछ म फाइन्ड आउट गरिरहेको छु कि आउँछ के हो नानी। अब ब्लडमा आमाको छ नि त, आमाको बाउको ब्लड त हामीसँग छ नानी, तिमी कहिले नबिर्सिनु। सबलाई त्याग्नु, आमा बाउलाई नत्याग्नु भन्छु म चाहिँ। भगवान् मान्ने होइन पहिला। भगवान्ले के भन्छ, तेरो आमा बाउलाई मान पहिला भन्छ कि। किन तिमीलाई यो सृष्टि देखायो भन्छ कि। म त्यो फलो गर्छु नानी। म मेरो अग्रजहरू मेरो गुरुहरूलाई जहिले पनि नमन नमस्ते गर्छु नानी। म खराब मान्छे हो नानी। एनिवे नेक्स्ट क्वेसन्स। हजुरले मलाई बार भावुक बनाइदिइरहनु भएको छ। नेक्स्ट क्वेसन। यति राम्रो कुरा गर्ने मान्छे
किन खराब हुनुभयो भनेर मतलब आफूलाई डिफाइन गर्नु ठिक छ त्यो आफ्नो तरिका हो होइन म खराबको अर्थ के हो भने म राम्रो चाहिँ हस्बेन्ड पनि हुन सकेको छैन कि राम्रो बाउ पनि हुन सकेको छैन कि नानी म राम्रो फाइट डायर पनि हुन सकेको छैन जब कि मैले 40 वर्ष बिताइरहेको छु गरिरहेको छु पक्का मान्छे हुन सकेको छैन कि हुन खोजिरहेको छु कि अब त्यस्तो चाहिँ आफूलाई त्यो लाग्ने होला सर होइन जस्तो कि अब यो कहिले हेर्ने त बाहिर मान्छेले नेभर इन के यो त नेभर इन मान्छेले चाहिँ घाटमा पुग्दा पनि सिकिरहेको हुन्छ कि ए म आइएम द स्टुडेन्ट भन्छु कि म एउटा चाहिँ एमेच्योर मान्छे भन्छु कि मैले मबाट पनि गल्ती हुन्छ गल्ती भयो भने सरी म व्यक्तिगत कहिले बोल्दैन मेरो अहिले पोडकास्टहरू मैले जति पनि गर्छु म आफ्नो टिकटक बनाउँछु यो बनाउँछु त्यो मेरो प्लेटफर्म हो पहिला सिल्भर स्क्रिनमा थियो अहिले हातमा छ होइन म पस्किन्छु होइन त्यो खराब बुद्धि हो भने हटाइदियो असलमा हो रत्नाकर डाकर र वाल्मिकी हुनसक्छ भने हामी मानिसौँ हामी पनि त ऊ पनि मानिसौँ हामी पनि मानिसौँ त्याग्ने कुरा बुद्ध भगवान्ले सिकाइदिएछ त्यत्रो सुख त्यागेको छ त्यागेको कुरा चाहिँ यो राजाले सिकाएको छ अहिले गएको राजाले प्रजापति भूपति भन्ने नानी म त पञ्चायतकालको हो श्रीमान गम्भीर पढेर आएको मान्छे हो होइन गीत गाएर आएको मान्छे राष्ट्रिय गान गाएर आएको मान्छे त्यो राजालाई हेर्नु कि त्यागे कि उसले कहिले सुकुम्बासी यो त्यो यता केही भनेन कि यो सबै हामी परिवार हो भनेर हेरे कि अहिलेकाहरूले हेरेन अहिले धनान्ती मात्रै हेरेको छ लेट्स उसले पनि राम्रो गर्ला होला तर भिजन क्लियर नभएकोले भन्छन् नि अघि हामी भलाकुसारी गऱ्यो नि यो गर्नु माइक चाहिँ राम्रो चेक गर्नु फेरि रीति गर्दाखेरि मुडमा हुन्छ बहकिन्छ म बहक्यो भने नानी म बेन्जु बहिनीले सिकाएछ काटिदिनु दाइ म यो काट्छु भन्नु भनेको थिएँ नि मैले किन बहकिन्छ मान्छे हो हावामा बहकिन्छ होइन कोही मऱ्यो साथी मऱ्यो भने त्यसै खासा खुसाको बहकिन्छ हामी हो कि भन न यस्तै हो लाइफ लाइफ गइरहन्छ यस वान डे मैले भने एक बारको जुनी हो कि सकभर गल्ती नगरौँ गल्ती भयो भने आफूले रियलाइज गरेर क्षमा मागौँ बच्चा होस् बुढा होस् जसै होस् कि यो त मेरो पहिलेकै प्रिन्सिपल हो नानी म अलिक ज्याद्रो मान्छे हो किन एक्सन डाइरेक्टर हो नि त होइन एकदम वारियर हो नि त हामीहरू त तरवार सरवार खुँडा बमसँग बारुदसँग गोली गथासँग खेल्ने मान्छे हो नि त हामी होइन पाहाडबाट झर्ने भने अघि पनि भने सबै फाइटरहरू हाम्रो चाहिँ फिल्म लाइनमा हिरो भिलेनहरू फिल्ममा जति पनि वारियर हो यो जस्ट लाग्यो आर्मी कि जस्ट लाग्यो सशस्त्र प्रहरी कि होइन अरू प्रहरीहरू चाहिँ सोसियलमा जान्छ होइन दङ्गाहरू बाहेक अरू सबै अफिसियली हो कि होइन हामी चाहिँ वारियर हो कि अब फ्री डेजहरूमा चाहिँ के गर्न रुचाउनुहुन्छ अहिले त यही हो समयमा फ्री टाइममा होइन म मेरो 2-3 बिजनेस स्टार्ट गरेको छु एउटा डोमको गरेको छु म इन्डिया र नेपालको ब्रान्ड एम्बेसडर छु म क्यान्सर हस्पिटलको चाहिँ एउटा यो भक्तपुरको त्यहाँको चाहिँ ब्रान्ड जस्तै हिरो एवेरनेस छ त्यहाँ म गर्छु अनि प्याराग्लाइडिङ खोलेको छ हामीले यहाँ त्यसको ब्रान्ड एम्बेसडर हो म होइन म धेरै ठाउँमा अहिले म एड गर्छु कि 18-19 वटामा एड गर्छु कि होइन म यति उति चार्ज पनि भन्दैन केही भन्दैन कहिले नलिकन आउँछ कहिले ल म यो प्यान्ट लिन्छु है एउटा भन्छ त्यतिमा जान्छु म होइन अनि म पब्लिकसँग मिल्छु म अस्ति मेरो बुढी पनि त्यही हो त्यसको एउटा गुण भनेको बुढो जहाँ बस्छ त्यही हो कि सभापति भनेको हामी मकै पोलेको थियो गाडी रोकेर मकै सकै खाएर मजाले चिया खायौँ त्यो टेस्ट गाउँघरमा गरेको टेस्ट त कहाँ पाउँछ यो 5 स्टार होटलमा पाउँदैन त्यस्तो त्यहाँ स्ट्यान्डर्ड होला तर त्यो बहिनीसँग भलाकुसारी त्यो मकै पोलेर आफ्नो जीवन बिताइरहेको छ खुसी लाग्छ एउटा बहिनी ठेला त्यहाँ पनि मेरो एउटा चाहिँ स्त्री चरित्र दैव नजानौँ भन्ने शीर्षक निस्क्यो कि फुर्यो त्यो कुरामा चाहिँ भइरहेको थियो यसै लाइफ के छ भने लाइफ मान्छेले के खोज्छ भने अब अहिले हामी ग्ल्यामर लाइनमा यो लोगो लगाएको हो म हेटौँडा हुँदाखेरि ब्रुसलीको लोगो लगाउँथ्यो मैले 8-9 वर्ष त्यही लगाएँ कालो ड्रेस एक जोर अनि कम्पोजिट लगाएको म धनीको छोरा हो जे पनि गर्न सक्थेँ मैले होइन लुगा भनेको चाहिँ जाडो छल्ने र गर्मी छल्ने हो लुगाले कभर गर्ने भने त्यति मात्र हो लुगा त्यो सम्झिन्छु म अब फेसन छ होइन जाडोमा बाक्लो किन लाउँछ भन्दाखेरि जाडोबाट बच्नलाई गर्मीमा अलि पातलो लगाएर किन गर्मी छल्नलाई होइन बाँकी 2 साग खाने हो होइन मैले त 3 घोगा मकैले पनि पास गरेको छु कि बिहान एउटा दिउँसो एउटा बेलुकाले पनि पास हुँदो रहेछ कि हामी बलियो हुने रहेछ त्यो त अझ हाइजेनिक हुन्छ नि
त्यो म त तराईमा गएँ कि कलको पानी खान्छु जोमसम्म गएँ कि चिसो पानी खान्छु त्यो प्राकृतिकसँग रमाउँछु कि म चाहिँ यस्तो खालको मान्छे पऱ्यो के गर्ने धेरै राम्रो नि म खराब मान्छे प्रकृतिसँग रम्न सक्ने मान्छे खराब मान्छे भने कि खराब मान्छेहरू अलिक ज्यादा हुन्छ भने कि ओके एन्ड नेक्स्ट क्वेसन्स नेक्स्ट क्वेसन सोधिहालौँ त यस अब हजुरको प्रोफेसनकै कुरा गरौँ न त अलिकति है प्रोफेसन त भनेको जस्तै 41 इयर्स भइसक्यो भइसक्यो हजुर फिल्म 500 ओभर मुभी गरेँ बलिउड मुभी गरेँ मेरो भाग्यले चाहिँ अमिताभ साहबसँग काम गर्न पायो श्रीदेवीसँग काम गर्न पायो डेनी डेन्जरपनसँग काम गर्न पायो नसिरुद्दिन शाहसँग काम गर्न पायो होइन किमी काटकर ऋषि कपुर सलमान खानहरूसँग काम गर्न पाएँ नेपालमै है होइन भोजपुरी फिल्म गरिदिएँ रवि किशन कृष्ण अभिषेक अहिले कमेडी च्याम्पियनको के छ त्यो हिरोहरू भएर थियो काम गर्न पाएँ मद्रासी फिल्म काम गर्न पाएँ होइन फरेन फिल्महरूमा फ्रान्स मुभीहरू गरेँ हलिउडको एड गरेँ नेपाली चलचित्र छँदै छ होइन भन्दाखेरि त्यति एक्सपिरियन्स चाहिँ गर्दाखेरि मैले 1 करोड पनि कमाएको छैन नानी अनेस्टली कसम भनेको मैले 1 करोड पनि कमाएको छैन नानी किन हाम्रो पिरियडमा अहिले 40-50 लाख लिन्थेन राई सामानले 1.5 लाख लिन्थ्यो मैले 1 लाख लिन्थेँ चलेको बेला है हामी हाम्रो दुईजनाको नाउँबाट बिकेको बेला के जो प्रड्युसर आए पनि हाम्रो दुईजना लिएपछि त्यो फिल्मको सेभ हुन्थ्यो कि त्यो उसको घरबार बिग्रिन्थेन कि त्यसको लागि ग्रेट थ्याङ्क्स राई सामानलाई पनि अनि डाइरेक्टर राइटरहरूलाई पनि थ्याङ्क्स क्यामेराम्यानलाई पनि थ्याङ्क्स इन्टायर टिमलाई थ्याङ्क्स भन्छु म तर राज्यले केही दिएन क्या नानी सुनिल थापा बित्यो बिगुल बजाइदियो खेल खतम के त्यो होइन कि हामीलाई राज्यले त्यो चाहेन कि हामी गइसकेपछि हाम्रो बच्चाहरूको एउटा फ्युचर बनाउने हुनुपर्छ क्या राज्यले हामीलाई चाहिँदैन नानी हामी डुब गरेर खाने मान्छे हो मान्छेन्जेल डुब गर्ने हो म कसैको म खानु पऱ्यो भने म हतपति खानै जाँदैन किन त्यो ऋण भयो भने सोध्छु कि अहिले मेरो घरमा आउनलाई पहिला जुनसै काम भयो मैले च्याख भन्छु कि मैले होइन अनि अरूले खुवाउने नि फेरि मेरो काम गर्ने जहाँ आमै छ मेरो बुढी मेरो छोरीहरूलाई के तिमीले दे है भन्छु कि म किन म यिनीहरूले गर्दा बनेको है हामी नबिसे यो ऋण तिरेको विशेष सक्ने तिर्दियो कि त्यसै हेर्छु म चाहिँ होइन राज्यले नहेरेर खालि मलाई भित्तामा छ मेरो उमेर भन्ने बेसी त एवार्डहरू विशेष श्रेणीको चाहिँ द्वन्द्व होइन नागरिक भनेर पनि दिएछ भित्तामा तास्नेमा दिएछ कि एक दिन त हामी पनि भित्तामै तास्ने हो होइन नि त्यो होइन कि मलाई मेरो बच्चाहरूलाई दिनु परेन कि गरिबहरूलाई 2 साग खुवाउने स्वास्थ्य शिक्षा रोजगार दियो भन्छु कि म हो घाँस बाँस कपास दियो भन्छु कि नानी होइन म त त्यो ओदारमा सुताएको मान्छे तराईमा गएको कति मच्छर लाग्छ होइन मच्छरसँग खेलेर आएको गर्मीसँग खेलेर आएको मान्छे हिउँमा 2 दिनसम्म हिउँ परेर मरेको बाँच्यो भने सियरी थिएन त्यसो बाँचेर आएको मान्छे जीवन कठिन छ होइन अहिले पनि पाहाडतिर 1 छाक खाएर बस्छ हिउँले बाली धेरै लाग्दैन बर्खा बालीले हिउँ चाहिँ पैसा त्यो तार्छ मकैको कुनीबाट निकाल्दै मकै गनेर खाएको थाहा छ नानी मलाई त्यो बेला यो राजाहरूको पनि दोष छ के राजाहरूले के गर्यो भने सदरमुकाम मात्रै हेऱ्यो के नानी त्योभन्दा माथिको हेरेन के बैठकले ठिक छ भनिदियो ए गजब छ भनेपछि राजा मक्ख पऱ्यो राजालाई सिधाइदिएर लास्टमा हो किन यो राजाले कहिले पनि यो सुकुम्बासी हो भनेछ हामी सबै सुकुम्बासी हो नानी म सोध्छु किन थाहा छ हाम्रो कसैको जग्गै थिएन त यहाँ हो कि भन् त त्यो त मैले सरकार दिएको हो नि त जग्गा हामीलाई पूर्जा दिएको हो नि त बालेनको बाउलाई पनि दिएको होइन मेरो बाउलाई पनि दिएको होइन भन्छु म त किनभने बालेनको बाउले के किनेको होइन नि त्यो त बक्सिस पाएको हो नि त मेरो बाउलाई पनि दिएको बक्सिस मोहन शमशेरले दिएको बक्सिस मेरो बाउ पनि 8 परिया हो राणाकालीनको मान्छे हो होइन भन्दाखेरि हेर हामी सुकुम्बासी किन भन्छौँ भन्दाखेरि हाम्रो गन्तव्य टिकट काटेर आइसक्यो हामी माथि जानु छ कहाँ जान्छ थाहा छैन है हामीलाई कहीँ न कहीँ त लोक होला नानी हो किन भनेर लिएर जाने केही छैन यार सबैले नरहनु सकभर खुसी पार्नु है के नगर्नु नसक्ने काम नगर्नु भन्छु कि म नानी होइन त्यही भने यो मलाई दिनु पर्दैन म त मेरो बाउले 85 वर्षसम्म काम गरेको मेरो आमाले 95 वर्षसम्म खेतमा मरेको म खेती गर्छु खेतीको मलाई ये नलेज छ नानी धान काट्ने ढोर काट्ने दाइँ गर्ने
फापरको त्यो माथिको मुन्टो काटेर निकाल्ने होइन भटमास सोप्दा भटमास छोडाउने एभ्रिथिङ मेरो आमाले सिकाएको थियो कि किन हाम्रो खेती थियो खेतीमा हामीले काम गरे हो नि त आमा सँगसँगै गएको म आमाको सुरक्षालाई गएको म चाहिँ होइन फेरि भए पनि 3 किलोमिटर हिँडेर जान्छु मेरो आमा म पनि हिँडेर जान्थेँ त्यही स्ट्यामिना हो मेरो चाहिँ त्यही भन्छ नानी अब यो फिल्मको लाइनको कुरै नगरौँ होइन मैले भने नि यो राज्यले केही दिँदैन दिन पनि दिँदैन आश पनि छैन अर्काको आश भक्कै बास आफै बन है भैले आफै बन नेक्स्ट क्वेसन फिल्मको कुरा नगरौँ भन्नुभयो तर अलिकति मलाई जस्तो जोड्न मात्रै होइन फिल्म लाइनले मलाई दिएछ मलाई पुरा 3 करोड नेपालीमा मलाई रायन खरिद छैन मुरी मुरी धन्यवाद फिल्म लाइनको राज्यले दिएको छैन राज्यले दिए पनि चाहिँदैन मैले भने मलाई दिन सत्तामा चाहिँ भोका नाङ्गाहरूलाई खुवाइदियो बरु होइन आङ ढाकेर लगाइदियो यही भन्छु म फिल्मको कुरा गर्न खोजेको चाहिँ हजुर त अब फिल्म लाइनको त एउटा म त मेकर पनि हो डाइरेक्टर पनि हो राइटर पनि हो होइन यो फिल्मको प्रसङ्ग नगर नानी तिमी सानो हुर्के ठुलो हो मेरो हाम्रो फिल्म हेरेर हुर्किएको धन्यवाद नेक्स्ट क्वेसन्स मैले चाहिँ खासमा फिल्मकै मात्रै जोड्न खोज्दा भन्दा पनि जस्तै कि फिल्म त अहिले मोबाइलमा आइहाल्यो नानी अहिले नेटफ्लिक्समा आयो हो म भन्दा अहिले मैले 5 करोडको फिल्म बनाइरहेको छु मेरो घरमा 3 फिल्म छ है एउटा वर्ल्ड वाइड छ 140 राष्ट्रमा देखाउने त्यो त्यसबाट कभर हुन्छ मेरो वायामा गुरुको डकुमेन्टले गरेको सारा भोगेँ मैले कसैलाई दोष दिँदैन मेरो निधारमा लेखेको रहेछ कि त्यो हो अनि अर्को एउटा चाहिँ 7 बिलियन र एउटा चाहिँ बडीगार्ड भने अब युरोपमा आधा सघाइसकेँ मैले होइन 1 करोड चाहिँ खर्च भएको अब यताको चाहिँ मेरो छोरा चाहिँ अलि जिम गरिरहेछ त्यो बााउन्सर हुने फिल्म हो त्यसमा चाहिँ मेरो छोरा र मैले अस्ति साम्राज्यले खेल्नुपर्छ है नानी भने चाहिँ पछि कुरा गरौँ न दाइ मैले उसलाई हौसला सिकाएको थियो कि म आफैले सुटिङ पनि गर्न मै गइदिएँ होइन हुन्छ नि दादा भनेको थियो कि अझ होइन दादा पनि भने हुन्छ दाइ भनेको थियो कि मायालो भाडाले भनेको थियो लेट्स चाहिँ त्यो हजुर हो फिल्मको फिल्मले केही पनि दिँदैन नानी फिल्मको त्यस्तो त्यो एक्सन हिरो होइन हजुर अब एक्सन हिरो बनाउने एउटा चाहिँ गुरु होइन फाइटर हो नि त यो झुराइदिएकोमा चाहिँ मेरो कर्म बाउ जसको दागबत्ती दिए यदि स्वर्गीय श्री गोपाल भुटानी बा उहाँले जुराइदिएको र नेपाल चर्चले जुराएको शिव दाई भुवन दाई त्यसपछि आएर चाहिँ अर्जुन दाई होइन त्यसपछि आएर पुराण दाई कृष्ण मल्ल मैले जसले मलाई चाहिँ सपोर्ट गरेको त्यो बेला खलपात्रमा चाहिँ रवि दाई बित्नुभयो यहाँ राजा होइन धेरै छन् होइन त्यसपछि वसुधरा भुषाल दिदी मिथिला दिदी होइन गौरी मल्ल घरिसम्म मानेर र पछि हामी सँगसँगै म भन्न जुने नै हो यो चाहिँ मेरो अग्रजहरूको फिल्म हेरेर म पनि आएको नानीले हाम्रो फिल्म हेरेको छु म पनि हेरेर आएको हो नि त उहाँहरूलाई मुरी मुरी धन्यवाद के यो यात्रामा आजसम्म गइरहेको छ कति जान्छ ठेगान छैन भोलि बाँच्यो भने होला नभए त के होला र दाइसँग यो भलाखुसारी गऱ्यो भन्ने मात्र त हुन्छ नि यो दाइले यस्तो बोल्यो भन्ने कुरा होइन त नि के छ इन्जोय गर्ने लाइफ यस्तै हो नानी दुःख पीडामा जाने र लाइफ भनेको कसरी छ नि मैले बोकेको दुःखमा बाँच्न जाने भने त्यो मान्छे सर्भाइभ हुने रहेछ कि सुखमा बाँच्ने मान्छे छ नि सर्भाइभ हुन सक्दैन नानी दुःख भोग्न जानेर 100 खायो भने त्यो मान्छे बन्यो कि भन्छ नि अब हामीले फलाम भन्छ हामी केटा भएर केटी भएको चाहिँ सुनलाई भन्छ सुनलाई पनि सुनारको 6 चोट लोहारको एकैचोट भन्छ नि हो सुनलाई पनि गालेर थोकेपछि राम्रो राम्रो गहना भन्छ नि फलामले पनि गालेर हँसिया होइन खुर्पा कोदालो भन्छ नि जीवन पनि अब अलिकति राम्रो परिवारमा जन्मेकोहरू सुनकोमा जान्छ अरू फलाममा जान्छ जो सबै चाहिँ युज हुने कुरा हुन्छ कि त्यस कारण चाहिँ 100बाट धेरै मान्छे भन्छ कि मैले के भन्छ डिप्रेसन नहुनु म पनि 1.5 वर्ष डिप्रेसन भएको नानी फ्यामिली ब्याकग्राउन्डले गर्दाखेरि अरूबाट त होइन अरू बेला त म छोडेन होइन तर म सर्भाइभल भयो मैले खेती गरेँ कि होइन अहिले आज 13 वर्ष पौलुनिया रोपेको 4 बिघामा अब रुख 70% जति भइसक्यो होइन लङ जर्नी हो त्यो मेरो अब यसपालि बेच्ने खोजिरहेको छु डिप्रेसनमा पनि मैले देखेको कुरा चाहिँ आफूलाई माइन्ड डाइभर्ट गरिदिनु कि डक्टरको औषधि खानै नखानु म त 100 mg खाएको थियो मलाई 1 वर्षसम्म त सिल्लो अहिले पनि कहिले कहीँ आउँछ कि त्यो 1.5 वर्ष खाएको भएर मैले चाहिँ श्रीकृष्णको कोइनहरू म डिप्रेसनमै गरेको नानी औषधि खाइ गरेको
मैले श्रीलाई भनेको थियो म गर्न सक्दिनँ यार मेरो फ्यामिली प्रब्लम छ भनेको थिएँ कि अनि श्रीले मेरो लास्ट फिल्म भन्यो कि अनि मैले कराइदिएँ कि त्यसलाई नजाने कुरा गर्छस् होइन बुढो त्यो भने होइन म यो पछि फिल्म बनाउनु भने हो भने चाहिँ मैले गरिदिएको होइन लाइफ जर्नी हो लाइफ इज ब्युटिफुल अनि दुःखलाई अँगालो मान्छे बन्छ एनी क्वेसन नेक्स्ट क्वेसन युगदेखि युगसँगबाट चाहिँ हजुरको होइन मेरो विश्वासबाट हो विश्वासमा म स्टार्टिङ त म जापान जान लागेको हो नि त क्योक्सन कराटेबाट स्कलरसिपमा जान लागेको 2 वर्षलाई अनि यो विश्वासमा कराटे फाइट चाहिन्छ भनेर मलाई 41 सालमा यो यसमा त 5-6 वर्ष पछाडि हो त्यो पछि अनि त्यसमा म कम्पोजर भएर गएको फाइटर भएर गएको होइन पछि फाइटको पनि नलेज गुरुबाले सिकाइदियो शाहजी भने पाकिस्तानी फिल्मले धेरै सिकाइदियो कि आज यो इन्डस्ट्री यहाँ छ भन्दा पाकिस्तानीहरूले गरेको छ क्या नानी धेरै चाहिँ कामदारहरू धेरै चाहिँ मान्छेहरूलाई पाकिस्तानीहरूले सिकाइदियो कि ग्रेट थ्याङ्क्स पाकिस्तान चाहिँ मुभी आर्टिस्ट एसोसिएसन एन्ड प्रड्युसर एसोसिएसन एकदम थ्याङ्क यू अनि यसको श्रेय चाहिँ शिवदाईलाई दिनुपर्छ कि शिवदाईले नगरे भए पनि यो इन्डस्ट्री आज यहाँ मा कसम देख्दैन किनभने नानी मैले फर्स्ट फिल्ममा काम गरेको थिएँ नि त फाइट कम्पोज गरेको त्यो बेला लामो जान्थेँ कि 2 वर्षसम्म जान्थेँ अहिलेको ठिक छ होइन त ओके नेक्स्ट क्वेसन प्लिज जस्तै अब पर्दामा त हजुरलाई भिलेन भनेर चिन्नुहुन्छ होइन सबै पर्दाको भिलेन भनौँ न धन्यवाद है पर्दाको भिलेन र म भिलेन नभए चिन्दैन हिरो धेरै हुन्थ्यो राम्रो हिरो थियो एक्टिङ राम्रो गर्ने फाइट मैले राम्रो गर्थेँ होला हजुर होइन अब अरू त ह्यान्डसम अब भिलेन मात्रै नभनेर एउटा एक्सन किङ पनि भनौँ फाइटर एक्सन किङ बनाउने मान्छे हो म किङ मेकर मान्छे भनौँ शिवरालाई एक्सन किङ बनाएँ राई छमालाई बनाइदिएँ होइन मैले छेउहरू धेरैजना हिरोहरू बनाइदिएँ विराज भट्ट बनाइदिएँ फाइट डिरेक्टर निखिललाई कमब्याक गराइदिएँ होइन धेरै छ धेरै हिरोहरू छ सबै राम्रो छ सबै राम्रो गुड जस्तै अब पर्दाको भिलेन चाहिँ रियल लाइफमा अनि सबभन्दा हाइलाइट के थाहा छ नानी हजुर म आज चाहिँ एक्सक्युज माग्छु कि हाम्रो सबै अग्रज हिरोहरू छ कि म धेरै मुख छोड्ने मान्छे हो क्या नानी फिल्म लाइनमा पनि हो मैले मुख छोडेको रेखा थापालाई पनि थाहा छ करिश्मालाई थाहा छ तर के छ कामको बेला है त्यहाँ पहिला स्पटमा गयो ब्रेकफास्ट खाएँ गफ गरेँ के छ करिस के छ भन्छु राइस के छ भन्छु गफसप हुन्छ होइन स्टार्ट द क्यामेरा नि द्याट्स माई ड्युटी कि म रिसाउने कारण एउटै थियो कि एक्सन भन्ने कुरा नत्र जोक मान्छेलाई एग्रेसिभ बनाउनलाई गाली दिनु पर्थ्यो कि अनि कोही मेरो चेलाहरूले एकदम राम्रो गर्थ्यो त्योभन्दा बेटरमेन्टको लागि पनि म गाली दिन्थेँ कि राइसले पनि राम्रो गरेर हुन्थ्यो सबै इभन सबै इन्टायर हिरो राम्रो गरेर हुन्छ होइन विराज भट्टले त दाइ मलाई 10 मिनट आराम दिनु दाइ भने किन भने मैले कराइदिएको म बेहोस हुन्छु दाइ भने बिकज कोत्रेमा एकदम गरिबीमा उसले 8-9 जनासँग म पनि काम गर्छु फेरि म कुर्सीमा बस्ने मान्छे होइन कि मलाई पनि फिलिङ भइरहेको थियो कि विराज जस्तै अब अझ पनि उसले 10 मिनट आराम लिएको म त एक्सन डाइरेक्टर हो त्योभन्दा स्ट्यामिना त छ मसँग किन म रेगुलर गर्छु उनीहरू त गाना साना गर्छ डायलग बोल्छ मेरो रेगुलर फाइटको काम हो स्ट्यामिना त्यसै गेन हुन्छ कि काम गरेपछि मैले पनि फिल गरिसकेको थिएँ कि लास्टै चरम घाम थियो कि त्यो कोत्रे भन्ने ठाउँमा चाहिँ एकदमै झन् बालुवा सालुवा थियो अनि 10 मिनट 2 जना आराम लिए कि एउटा एक्सनमा त हामीले बालुवामै गरेको यो बाटुले भनेमा त म हरेक सर्टपछि म बेहोस हुन्छु भने कन्फर्म कि हम्काउनु रेडी गर्ने कि पानी छर्काउनु रेडी गर्ने त्यो एउटा मेरो फाइट छ उसँग विराज बाटो भएर चाहिँ के अरे मेरो जुत्ता थियो विराज चाहिँ के अरे बालुवा पन्साएर चिसो बालुवा समातिहाल्थ्यो क्या पोल थियो कि त्यो बालुवाले होइन त्यहाँ मैले एगेन सरी इन्टायर नेपाली चलचित्र हाम्रो परिवारलाई मैले गाली दिनुको रिजन चाहिँ राम्रो गर्ने यो गुरुबाले सिकाएको मलाई यो जति गाली दिए त्यति राम्रो हुन्छ यो मात्र होइन हाम्रो कराटेमा पनि त्यस्तै हो कुनै पनि स्पोर्टमा गुरुले गाली दियो भने सिसा लिनु मलाई गोपाल भुटान गुरुले यति गाली दिन्थ्यो कि है अब नामै नदिउँ यति गाली त मैले हेटौँडामा हलाउँदाखेरि हेटौँडा बस्दाखेरि कसले उयो म दनक दिइहाल्थेँ मैले गुरुको यो प्रसाद हो भनेर लिएर त आज रानी खड्की भयो नि कसैले गाली दियो भने त्यसलाई चाहिँ सम्झिनु कि म त सम्झिन्छु मलाई कमेन्ट गर्नेहरूले मैले त हेरेन अहिले तर कमेन्ट गर्नेहरूलाई म थ्याङ्क्स दिन्छु कि मलाई मन पराउने भाइहरू रहेछ कि तर मैले आमा चकाएर गाली नदिनु भने कि हामी चाहिँ आमाको कोखबाट आएको हो अरू वर्ड गरेर गाली दियो भन्छ कि म जुन दिन मेरो कुरा बुझ्छ नि त्यो दिन उसले चाहिँ गिल्टी हुन्छ कि उसलाई होइन
यही हो अब अरू के छ के हामी कहाँ बग्यौँ फेरि म त बगिन्छ है फेरि होइन हजुर बगे होइन म सुनिरहेको कि हजुरलाई मलाई एकदम सुन्न मन लाग्छ होइन मेरो एक्सपिरियन्स म चाहिँ कस्तो भन्दाखेरि गुरुवरदेखि नै मैले शिक्षा पाएको गुरुहरूदेखि लिएर जब यो चलचित्र क्षेत्रमा आइसकेपछि कस्तो कस्तो प्रब्लममा मान्छे सर्भाइभ भइरहेको देखेको मलाई तिनीहरूको त्यो प्रब्लमहरू देखेर ओदारमा सुत्ने देखेर एक साथ खाएर बस्ने देखेर मलाई ज्यादा बनाउन लाग्यो कि मेरो माइन्ड स्ट्रङ बनाइदियो कि उनीहरूले कुनै प्लेटफर्म पायो भने म बोल्छु यो कुरा भनिदिएँ कि म आज सोसियल मिडियालाई चाहिँ एकदम थ्याङ्क यू भेरी मच मलाई त्यो बोल्ने मौका दिएकोमा त्यो जति एक साग खानेलाई दुई साग खुवाइदियो भन्छ कि नानी लुगा च्याटेको लाउँछ कि राम्रोसँग लुगा पछाडि ढाड त कसले अगाडि मात्रै अलिक बच्छ होइन त्यसरी चाहिँ अहिले लुगा राम्रो लाउने वातावरण बनाइदिनु भन्छ कि होइन जसरी आए पनि के यो पोलिटिक्स भन्ने नि मान्छेलाई सत्य कुरा बोलेर राम्रो मान्छे पोलिटिसियन हुँदैन कि झुटो बोल्नै पर्छ कि त्यहाँ झुट बिक्ने ठाउँ भन्छु कि पोलिटिक्स त्यस कारण आई डोन्ट लाइक पोलिटिक्स कि झुट बिक्छ नानी त्यहाँ अस्ति नै भने नि म डोजरो आयो भने थाप्छु सुकुम्बासी आउनु अगाडि रविले बोल्यो होइन अनि अर्को भाइले बोल्यो म सुकुम्बासीमा हुर्केको मान्छे हो म च्यालेन्ज गर्छु त्यहाँ भन्यो अनि हाम्रो पिएम बालेन भाइ अहिले रेस्पेक्टले राखे है बालेन भाइ त म भाइ नै भन्छु म प्रचण्ड दाईहरू प्रधानमन्त्री हुँदा दाई भन्थे यो मेरो ठेको हो रिसाउ खुसाउ त्यो बाल मतलब छैन मलाई परेकोमा देखा जागा है बालेन भाइले के भन्यो भने अर्काको घर भड्काउने 50 लाख पर्ने चाहिँ जग्गालाई त्यसै पाउँछ उसले पैसा तिर्नु पऱ्यो नि भन्थ्यो कि आज यिनीहरूले बङ्का बङ्क भड्काइरहेको छ कि त्यो छाती थाप्नु पनि गएन के पनि गएन कुन चाहिँ शक्तिले चलाइरहेको छ मेरो भाइहरू त्यस्तो होइन यिनीहरू महाकसम हुने यिनीहरू लास्ट राम्रो मान्छे हो कि कहाँ बग्यो कुन लोभमा बग्यो होइन किन रविलाई त म धेरै नजिकबाट चिन्छु अरू दुईजना भाइलाई चिनेन म अहिले भने नि स्वर्णिम फिल्म त म त चिनेन रविलाई त म नजिकबाट चिने कि मसँग कानमा कान मिलाइ हिँड्ने भाइ हो कि त्यो त्यसको नेचर त्यस्तो थिएन कि मलाई थाहा छ कि कहाँ बग्यो यिनीहरू भनिरहेको छ कि नेपाल आर्मी म त्यत्रो काम गरेको नानी म 400 जना आर्मी ह्यान्डल गरेको कि आर्मी भन्ने फिल्ममा गरेको मैले है महिनौ दिन गरेको सूर्यबिनाको फायरिङ रेन्जमा अनि 5 खालमा म तिमी बिना मरिहाल्छु म गरेको हो अनि त्यस पछाडि जलजला भन्ने फिल्ममा चाहिँ शक्तिखोरमा काम गरेको मान्छे हतियार सम्बन्धी त मलाई यतो जिपिएमजीदेखि सारा थाहा छ सारा गर्छु म नेपाली आर्मीमा प्राउड के गर्थेँ भन्दाखेरि बिकज अफ चाहिँ स्पेसली चाहिँ बर्मा वार फकल्यान्ड वारमा चाहिँ नेपालीहरूले गर्दाखेरि जितेको कि होइन अनि यो के ब्रिटिस गोर्खाजहरू के एकदम सेल्युट के होइन अनि त्यसपछि इन्डियन आर्मीको हाम्रो चाहिँ सेल्युट के मलायकोलाई पनि सेल्युट सिङ्गापुर पनि सेल्युट कि नेपालीको नाम चिनाउने व्यक्ति हो कि म होल युरोप हुँदाखेरि वेयर फ्रम भन्यो भने मलाई एभरेस्ट कन्ट्री नेपाल भन्थ्यो ओ ब्रेभ गोर्खाज भन्थ्यो कि होइन साई नेपाल सेना हुँदाखेरि मैले काम गरेको आर्मीमा नेपाल चाहिँ आर्मी हुँदाखेरि म तिमी बिना मरिहाल्छु म काम गरेको मान्छे नानी म नेपाल आर्मीको कोही बगे होला तर नेपाल आर्मी भनेको हाम्रो सानो भन्छ कि हामी आर्मी देशका यो देश हाम्रो सान हो यस्तो गीत गाउने आर्मीहरू के न सिमाना जोगाउन सक्यो न लिपुलिक कालापानी जोगाउन सक्यो न सिंहदरबार जलाउन चाहिँ बचाउन सक्यो न अदालत जोगाउन सक्यो यति नजिक भएको चिज त जोगाउन सकेन आज सुकुम्बासी भट्काउँदाखेरि पुरा आर्म्स लिएर के नानी त्यो मेरो कर्मठ एकदम सोझो मेरो चाहिँ ब्रेभ टाइगर मेरो भाइहरूलाई स्ट्यान्ड बाई बनाइदियो कि उनीहरू त जागिर खायो भने त नुनको सोझो गर्नु परेन उसको पनि परिवार छ नि त होइन त्यो पुलिसहरूलाई चाहिँ भाइहरूलाई दङ्गामा जानु रहर छैन नि खट्यो जागिर खाएपछि गर्नु पऱ्यो नानी त्यस्तो आर्मी चाहिँ त्यो आज सुकुम्बासी बस्तीमा है आएर चाहिँ बन्दुक तेर्साएर जाने राणा शासन जस्तो के होइन त्यो स्टाइलले गरेको महसुस भयो मलाई म नेपाल आर्मीलाई एकदम ग्रेट सान मैले भने नि म युरोप टुर गर्दाखेरि पनि वरे फ्रम नेपाल भने चाहिँ पहिला गोर्खाको नाम हुन्छ कि यो चाहिँ गर्ने चाहिँ लाउरेहरू हो है
पछिको बेलामा चाहिँ सबभन्दा बेस्ट आर्मी नेपालको भनेको किन थाहा छ नि नेपाल आर्मीहरू फ्रन्ट लाइनमा लड्छ के जहाँ गोली चल्छ के गोलीले केही देख्दैन के नानी जसको निशानामा पऱ्यो गयो के जाति वर्ण लिङ्ग धर्म यो प्लानेटको केही देख्दैन के वारको मिनिङै आफू सर्भाइभ हुनलाई मार्ने हो कि अरूलाई होइन त्यस्तो आर्मी नेपालको एकदम एउटै होप छ कि मलाई होइन नेपाल आर्मीले चाहिँ यो देशलाई अलि ह्यान्डल गर्ला भनेको है अब यो सायद राम्रो गर्ला पनि कि नानी आशावादी रहौँ किनभने मान्छेले अन्यल हाल्नु भन्दैन कि अहिलेको साइबर जमानामा चाहिँ मान्छेले यसको भिजन चाहिँ यो है भनेर क्लियर गर्नुपर्छ म स्पेसली चाहिँ यो नेपाल गभर्मेन्टको सर्भिस होल्डरहरूलाई पनि भन्छु यो अहिले शासन चलाएको भाइहरूलाई पनि भन्छु म सबै भाइहरू नै हो भाइ बहिनीहरू नै हो होइन अनि नेपाल आर्मीलाई पनि भन्छु प्रहरी फोर्सलाई पनि भन्छु है कानुन त कुरै गरेन कानुन पैसा पनि भिक्छ मलाई थाहा छ म आफैले भोगिसकेको कुरा हो होइन जुन आर्मीसँग मैले काम गर्दाखेरि मलाई गौरव सान हुन्थ्यो नि त राजा वीरेन्द्रले हेर्न आएको थियो कि सूर्यविनायक फायरिङ रेन्जमा चाहिँ आर्मी फिल्म गर्दाखेरि 56 सालतिरको कुरा हो यो यस्तो सान भएको नेपाल आर्मीको सान चाहिँ नगुमाइदिनु भने मेरो विनम्र अनुरोध छ यही हो भन्छु म देश त साफ भइहाल्यो नि होइन अहिले घरमा चाहिँ एउटा नेताले चाहिँ के ग्यासको पाइप दिन्छ भने केपी दाइले पाइप त देखेन ग्यास पनि देखेन अब एउटालाई पासपोर्ट बाँड्छु भने घरमा रिजन के हो नेपाललाई पासपोर्ट होइन के 2 साग खाने स्वास्थ्य शिक्षा रोजगार नेपालमै दियो भन्छु क्या पासपोर्ट दिने होइन त्यो त सेम आइहाल्यो नि मान्छे जाने भनेर त एउटै भयो हैन यहाँ छैन नानी रोजगार छैन उनीहरू पनि गलत भन्दैन म जाऊ रोजगारको सिलसिलामा जाऊ रेमिटेन्स पठाऊ हामीलाई खुवाऊ है यो चाहिँ हाम्रो चाहिँ के गोठालाहरूले चाहिँ भेडा बाख्राहरूलाई लान्छ नि त पछि काट्छ त हो राम्रो सध्य मान्छेलाई दुध खान्छ होइन भेडा बाख्रा दुध खाएर मोटाउँछ काट्दैन है म कुकुर मेरो घरमा अहिले पनि 4वटा छ नानी भर्खर त्यो उसो के त्यो मारेर आएको 100-150 औषध हालेर आएको नुहाएर आएको मैले कुकुरलाई माया हुन्छ कि त्यति अब कोही खाने हुन्छ दानव टाइपको म जस्तो मान्छे पनि हुन्छ फेरि होइन यो एउटा मैले के देखेँ भने पहिला गल्लावाला आउँथ्यो क्या आर्मीहरू लिनलाई पहिला जान्थेन के अब अहिले विदेशमा पठाउने गल्लावाला भएछ कि यो सरकार अहिले नानी सत्य कुरा गरेको धर्म कुरा गरेको कमसेकम आर्मीमा चाहिँ गल्लावालाले त परिवार सेटल गर्यो आज आर्मीको यो स्ट्याचु लन्डनमा छ वीर गोर्खाली वीर आर्मी भनेर सुनिन्छ त्यो गल्लावालालाई मुरी धन्यवाद कि खान नपाएको मान्छेहरू चाहिँ होइन बलियो मान्छेहरू चाहिँ नेपालमा चाहिँ मूर्खै भनेर लगायो आर्मीमा जाने भनेको मूर्खै हो किनभने सिधै फ्रन्ट लाइनमा वार हुन्छ अहिले पनि नेपाल आर्मी पनि कति जान्छ के लोभ छ त्यहाँबाट के पैसा आउँछ मेरो बच्चाहरू राम्रो होला भने ज्यान आहुति दिने ग्रेट सेल्युट होइन अहिले चाहिँ मलाई के लाग्छ भने त्यो बेलाको गल्लावाला जस्तो लाग्छ कि यिनीहरूले पासपोर्ट गरेर मान्छु भन्दाखेरि मलाई फिल त्यस्तो भयो त्यसमा म पनि पढ्छु के गर्ने राम्रै हो रोजगार छैन विदेश जाऊ कमाऊ यहाँ भन्ने स्यालेरी बेसी दिन सक्छ भनेको त्यो पनि ग्रेट कुरा हो थ्याङ्क्स ए लट है नेपालमा त कति पाउँछ 15,000 पनि पाउँदैन त्यहाँ गए पनि 40,000 50,000 60,000 1 लाख पाउला सकेसम्म यही नै रोजगारीको व्यवस्था भयो कसरी गर्ने सबै त बाङबुङ जलाएर खरानी बनाइसु अब के रोजगार हुन्छ भने घर बनाउनलाई मैले गरेर मलाई 2 वर्ष लागेको थियो कि नानी त्यो घर भर्काउनलाई 1 दिनमा सक्छु कि मैले होइन जिलेटिन हालेर बम पड्काइदियो भने घाँस जान्छ कि म त बनाउने मान्छे हो मैले मेरो घर भड्काउनु पऱ्यो म जिलेटिन हालेर बम पड्काइदिन्छु सिधै हो मलाई थाहा छ त्यो बनाउनलाई मलाई 2 वर्ष लागेको थियो कि सान छोड्छ अलि जलाएको फलाएकोमा चाहिँ अर्को बाटो थिएन र हाम्रो होइन बौद्धिक मान्छेहरू छ अहिलेको पढे लेखेको अर्को बाटो थियो नि त त्यही सेम गर्ने हो त केपी ओलीलाई प्रचण्ड दाई शेरबहादुर दाई होइन अनि गिरिजाबहादुर जस्तो भइहाल्यो नि भएन माधदाई जस्तो भएन त्यही ताल भयो भने त अहिलेको बौद्धिक शिक्षाको त्यही हो त हिंसै गरेर आउने हो त भने कि द्याट्स हाम्रो नेपालीहरू कोही खराब छैन कि कसैमाथि अध्ययनमा बस्यो कि हामी होइन आज धेरै मान्छेहरू राजा गुमाएकोमा अफसोस मानिरहेछ अभिभावक चाहिन्छ क्या नानी तिम्रो घरमा तिम्रो मम्मी या ड्याडी चाहिँ अभिभावक छ नि
बचेको छ भने अभिभावक भन्यो भने ठुल्लाई या ठुल्दीले अभिभावक भयो भने त्यो घर बच्छ के जब आफ्नै घर बिग्रिन थाल्यो भने रेस्पेक्ट भएन भने चाहिँ नि घरै टेक्दैन भने जस्तै यो देश अब के होला भन्न सक्दैन कि नानी हेरौँ लेट्स अझ यो खालि अफसोसको कुरा गर्यो बी पोजिटिभ एक दिन हामी उठ्नेछौँ है यो देशको सबै चाहिँ बुद्धि चाहिँ पलाएका चाहिँ मान्छेहरू धेरै छन् बुद्धि बिग्रेका मान्छेलाई सद्बुद्धिमा आउँछ होइन एक दिन हामीले सोध्नु युग चाहिँ छिछिरै हेर्न पाउँछ एक दिन नभनौँ होइन मैले एक दिन किन भन्छु एक दिनको जिन्दगी अहिले म होसमा छु मेरो जिन्दगी चलिरहेको छ भन्छु कि ओके सघाउन नि पुग्छ तिमीलाई पुग्छ अरू पनि छ अर्को फेरि अर्कोमा गरौँला नि हजुर धेरै हतार भयो मेरो अर्को मेरो आज बुद्ध भगवान्को मेरो घरमा आफैले बुद्धको आफैले बनाएको हो कि दुईटा ए हो मेरो बुढी कुरिरहेको छ पूजापाठमा छ त्यहाँ कतिवटा क्वेसन छ हजुर हजुरको अब यस्तो अब एन्डिङ क्वेसन हाल्न नि तिम्रो लास्टमा म यो रमाइलो कुरा पनि थियो लभ लाइफको कुराहरू त्यो पछि मन पर्ने चिजहरू पनि थियो एक दिन तिम्रो चाहिँ यो चाहिँ हाम्रो के मनुको 10 शेड्युल 10 शेड्युल चाहिँ हजुरले लाइक र सब्सक्राइब गरिदिनु मेरो चेलीले काम गरी खाएको छ है अब तपाईँहरूको हातमा छ धन्यवाद मेरो बहिनीलाई पहिलो सुरु यो प्लेटफर्म दियो अलि अनुभवका होइन कुराहरू सेयर गर्न पाएँ हामी 3 करोड नेपाली एउटा परिवार हो हामी जहिले पनि परिवार भएर बस्छौँ पूर्वकोलाई दुख्यो भने पश्चिमलाई चाहिँ पनि दुख्छ भने सोच बनाऊ उत्तरलाई दुख्यो भने दक्षिणलाई दुख्यो भने पनि सोच बनाऊ मिलाउँ कि नानी मरिलानु केही छैन एक दिनको जिन्दगी हो हाँसौँ खेलौँ रमाइलो गरौँ दुःखमा सङ्घर्ष गरौँ यही हो जिन्दगी ओके बाई 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 नमस्कार